नेपालको यो चाहिँ यो नेपालको घर हो। वेलकम टु माई भिडियो न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। म पुष्पा खत्री, हाल म जापानबाट। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्स्क्राइब कमेन्ट गर्न नछुटाउनु होला। आज म मेरो फ्यामिलीहरूसँग लिटो गोल घुम्न जाँदैछु। आज रमाइलो हुने होला, पुरा भिडियो हेर्नु होला। हामी चाहिँ अङ्कल आन्टी भाइ बहिनी भएर घुम्न जाँदैछौँ। भिडियो हेरेर हजुरहरू पनि इन्जोय गर्नुहोला। थ्याङ्क यू। गाइस कति राम्रो गाउँको घर हुँदैछ गाइस, दामी दामी हो। सानो पुला लिएर दामी दामी हो पुल, दामी श्रीलङ्केको पुला, थाइल्यान्ड रहेछ। यत्रो हालेर नि अमेजनबाट मगाएको फला हालेको राम्रो, कति राम्रो आएको के। हामी गाडीमा गाइस सिनहरू हामी आइपुग्यौँ। हाम्रो हात यस्तो भइरहेको छ निद्रा लाएर गाइस। हेलो गाइस, भाइ यता हेर, आन्टी उहाँ हुनुहुन्छ। हामी चाहिँ आइसकेका छौँ। यो हो ठाउँ गाइस। अब हामी भित्र जान्छौँ है त साथीहरू। घाम बस्छ गाइस। मलाई देखा बहिनी यता हेर, सब देखेछ कस्तो राम्रो। हाम्रो भिडियो हेर्न नछुटाउनु होला गाइस। हेलो गाइस, लिटल वारमा पुग्यौँ। हामी चाहिँ नेपालको भएकोमा आएका छौँ। हामी चाहिँ इन्डो नयाँ खाना यहाँ छ। हामी छ यहाँ नेपालको, यो चाहिँ यो नेपालको घर हो। यो इन्डो सो हजुरहरूलाई कुन मनपर्छ? बहिनी हो इन्डोनेसियाको घर। सब नास्ता खाना हो। अब नास्ता खाने के खाने हो त गाइस। अब हामी चाहिँ नास्ता खाना आएको हो। अब नास्ता चाहिँ के खाने भइरह। यहाँ नास्ता हेर्दैछौँ के खाँदा ठिक हुन्छ गाइस। जस्तो नास्ता खाना आएको हो गाइस। यहाँ चाहिँ लाइटहरू छ, दामी छ ठाउँ त। हामी चाहिँ अब खाना लायौँ है त। हामी अब खाना लाग्यो। हामी अब त्यहाँ खाना लाग्यो। हामी अब भोग लागेको छ। हामी चाहिँ खाना खान्छौँ साथीहरू। पेट पूजा गर्ने हामी अहिले कन्सर्टमा यहाँ बस्ने हो। हामी चाहिँ यसो अब यहाँ यस्तो वेट गर्छौँ, यहाँ बस्छौँ। अनि बसेपछि यहाँ लाइट हेर्छौँ, अहिले हानादी हेर्छौँ। यहाँ चाहिँ हानादी हेरेर हामी अब घर फर्किन्छौँ। मेरो भाइ चाहिँ अहिले थकेला छ। मेरो बहिनी चाहिँ यहाँ छिन्।
अङ्कल आन्टीको यहाँ सुटिङ हुँदैछ गाइस। अब म क्यामेराम्यान हो गाइस। ए यत्रो जुम भावे हजुरको त लगाउनु ओके।ありがとうございます。このまま花火ショーまでお楽しみくださいませ。お待たせいたしました。ただいまより花火&ミュージックウォーターショーを開催いたします。花火は10秒前のカウントダウンに合わせドイツ協会後方から打ち上がります。花火ショーの最中は風向きによって火の粉が飛んでくる可能性がございます。十分ご注意ください。愛犬を連れのお客様は花火中にリードをしっかり持って離さないようお願い申し上げます。もう一度ご案内いたします。花火ショーの最中は風向きによって火の粉が飛んでくる可能性がございます。十分ご注意ください。愛マも大人の方も一緒にカウントダウンしましょう。いきますよ。10、9、8、7、6、5、4、3、2、1、0。हामी निस्क्यौँ हाम्रो भिडियो हेर्न नछुटाउनु होला। अनि पुष्पा खत्री च्यानललाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट गर्न नछुटाउनु होला गाइस। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइस। बाई बाई।